फेस्टिभल मजाले हेरेर गार्डन घुमेर अब हामी अर्को गन्तव्यतर्फ लाग्दैछौँ। मोडलहरू थाकिसक्यो। आजको हाम्रो मोडलहरू थाकिसक्नु भएको अवस्था, पुरै टायर्ड फोटोसुट गर्दा गर्दा। हाम्रो गुरुजी पनि थाकेको अवस्था। म चाहिँ अलिकति फ्रेस नै छु किनभने मेरो यहाँ एनर्जी ड्रिङ्कले मलाई साथ दिइरहेछ मेरो। अब हामी अगाडि बढ्दैछौँ। अब बेला बेलामा हाम्रो बाटोको दृश्यहरू खिच्दै तपाईँहरूलाई देखाउँदै गर्नेछौँ। साथीहरू भ्यू हेर्नुहोस्, म केही बोल्दिनँ, भ्यू नै काफी छ। म बोल्नुपर्ने आवश्यक छ जस्तो लागेन। यसो आफै हेरेर अनुमान लगाउनुहोस्। यस्तो छ। हामी हाइटमा लगभग कति रेन्ज छ, एल्टिट्युड त थाहा भएन, जस हामी लाइक माउन्टेन रेन्जमा छौँ अहिले, एकदम हाई एल्टिट्युडमा छौँ। हाम्रो ड्राइभ जारी नै छ। हामी अहिले अराउन्ड हाम्रो गन्तव्यमा पुग्नलाई कति टाइम देखाइरहेछ, 242 किलोमिटर, अझ 2.5 घन्टाको ड्राइभ देखाइरहेछ। बाटो हाम्रो यस्तै नै रहनेछ पुरै। हाम्रो ट्राभल यस्तै नै हुनेछ। बाहिर चिसो होला है, यहाँ बाहिर चिसो होला एकदमै, गाडीमा चाहिँ गर्मी भइरहेछ। देखेँ त्यस्तो छ। ल रोको एकछिन, यस्तो छ। कति गाडीहरू रोकिरहेको छ, रोको। रोकौँ न त एकछिन। ल साथीहरू, हामी एकैछिन 5 मिनट यसो रोक्छौँ, ब्रेक लिन्छौँ, एन्ड टु बी कन्टिन्युड। हाम्रो चाहिँ गाडीमा अब ब्रेकफास्ट एकछिन रोकेर, आमामा कत्रो ट्रक आयो, ए लौ मान्छे ट्रक रोके, गाडी रोकेर हामी अब यहाँ एकछिन खाँदैछौँ। ल धेरै हावा चलायो भने चाहिँ हामी गाडीभित्रै बसेर खाने निर्णय गरेर गाडीमै खानु लाग्यो। चट्ट लाएर अगाडि दृश्य यस्तो छ। यस्तो दृश्य हेर्दै हामी गाडीमै चट्ट खाँदैछौँ। घाँटी चाहिँ थोरै दुखेको छ। हाम्रो यात्रा जारी छ। हामी एकैछिन ट्रान्जिटमा खाजासाजा खाएर अब फेरि हाम्रो गन्तव्यतर्फ अगाडि बढिरहेछौँ। स्पिड यहाँ देख्न सक्नुहुनेछ। बाटो यस्तो छ। हाम्रो गन्तव्य पुग्नलाई अझै पनि अराउन्ड 2 घन्टा देखाइरहेछ, 225 किलोमिटर। हामी काठमाडौँबाट पोखरा पुगे भनौँ न लगभग, तर जम्मा 2 घन्टा। यस्तो छ बाटो, यस्तो छ माहौल, यस्तो छ सिन, यस्तो छ। दुवैतिर पहाड, पुरै अल्पाइन ट्री के हो यो, सबै रेन फरेस्ट। यस्तो छ। ल साथीहरू, वेलकम ब्याक। हामी आइपुगेका छौँ मेरिट भन्ने ठाउँ, अन द वे टु क्याम्लोप्स। अझै हाम्रो डेस्टिनेसनको लागि 170 किलोमिटर बाँकी नै छ। त्योभन्दा अगाडिको एउटा यो त सेम अप्पर मुस्ताङको डाँडातिर आयो, जोनसुमा आएको थियो। ट्याक्कै जोनसुन कागबेनी बजारतिर भने जस्तै एउटा रेसिडेन्सियल एरिया, सेटलमेन्ट एरिया रहेछ। मेरिट भन्ने ठाउँ रहेछ, ब्रिटिस कोलम्बियाको। सुने पनि थिएन, आज आइयो, देख्न पाइयो। यस्तो छ, एकदम सरप्राइजिङ छ। केही नभएर फेरि एकैचोटि झट्ट के आइदिन्छ। हाम्रो पछाडि म्याडमहरूको भनाइ के छ? पुगिन्छ अब 2 घन्टा। गुरुजी पनि अलिकति अवस्था, सबै कुरा छ। सिटी सेन्टर हुन्छ। हामी अब एकछिन फेरि 2 मिनट ब्रेक लिने वालामा छौँ। ओके, थ्याङ्क यू। ल हामी चाहिँ यो मेरिट्स भन्ने ठाउँ आयो, जोमसुम जस्तो रहेछ, वाइल्ड हाम्रो लाग्ने। साथीहरू, हामी एउटा सर्ट ट्रान्जिट पछि हामी अगाडि बढ्दैछौँ हाम्रो गन्तव्यतर्फ। यतापट्टि हेर्न सक्नुहुन्छ, अलिकति हरियो छैन। अब यो बिस्तारै रेनी सिजन स्टार्ट भएपछि नि हरियो भएपछि लगभग हाम्रो उता नेपालको बडी मालिका जस्तो भाइब्स आउने ठाउँ रहेछ। कलाएर यस्तो छ। अगाडि हाइवे त्यस्तै नै भइहाल्यो, डाँडाको टुप्पोमा सम्म। अब
के भन्नु विकास भन्नु कि के भन्नु कि है यस्तो छ अब त्यही हो साथीहरू हामी लाइक टप अफ द माउन्टेन माथिको बाटोमा ट्राभल गरिरहेछौँ हाम्रो रेन्ज बाटोको रेन्ज भन्दा माथिको कुनै माउन्टेनै छैन लाइक टप अफ द माउन्टेनमा बाटो बनाएको रहेछ जस्तो कि लाइक माउन्टेन नै बाटोको लेभलभन्दा मुनि छ हो कस्तो हो यो त अचम्मै हो उकालो पनि खासै आएको जस्तो पनि लाग्दैन ओह्रालो झोडा जस्तो पनि लाग्दैन तर लाइक वी आर अलरेडी अन टप अफ द माउन्टेन एन्ड दिस इज रियली गुड या साथीहरू वेलकम ब्याक एन हामी क्यामलुप्स भन्ने ठाउँमा आइपुगेका छौँ वी एन्टर टु द सिटी अफ क्यामलुप्स दिस इज क्यामलुप्स लाइक अझै हाम्रो डेस्टिनेसनमा पुग्नलाई अराउन्ड 91 किलोमिटर्स बाँकी छ अनि हामी क्यामलुप्स भन्ने ठाउँमा आइपुगेको छ एकदम अनएक्सपेक्टेड भइरहेछ हाम्रो जर्नी सोचेभन्दा एकदम डिफ्रेन्ट भइरहेछ केही छैन फेरि एकैछिन झट्ट सबै भयो भन्ने कुरा सबै छ कहाँ छौँ डाँडाको टुप्पोमा छौँ केही छैन होला जस्तो लाग्छ तर यस्तो छ है यस्तो गरेर देख्न सक्नुहुनेछ यस्तो छ है यस्तो छ एभ्रिथिङ इज लाइक अमेजिङ रियली अमेजिङ एन्ड दिस इज क्याम्पस हियर विल कीप यु अपडेटेड थ्याङ्क यू साथीहरू हामी लाइक अन द वे छौँ र हामी अलिकति टायर्ड भएको अवस्था र हाम्रो गुरुजी अलिकति मुख धोइरहेको अवस्था झन्डै निदाइसकेको अवस्था अलिकति फ्रेस हुनलाई हावा खानलाई हामी एकछिन हामीले स्टप गरेका छौँ केही मिनटको एकछिन हामी फेरि अगाडि बढ्नेछौँ अहिले हाम्रो गुरुजी अब अराउन्ड 40 मिनट्समा हामी पुग्छौँ द्याट्स राइट Hello guys, welcome back to our vlog once again. We have almost reached our destination. It's around like 9.4 kilometers, which is like around 9 minutes. We took an exit from the main highway. हामी हाम्रो डेस्टिनेसनमा अलमोस्ट पुग्दै नै रहेछौँ अब लाइक एक्साइटमेन्ट लेभल अझै बढिरहेको छ कस्तो होला के होला लाइक लेक साइड नै छ एकदमै अलिकति रुखले छेकिरहेछ यु क्यान सी लाइक द लेक बिसाइड द्याट हाउस उतापट्टि लेक छ अब लेट्स सी अब अलमोस्ट लाइक आफ्टर 5 मिनट्स हामी पुग्नेछौँ एन्ड देन कस्तो होला यसो इमेजिन गर त नानी कस्तो होला हामी सुरुमा सानोमा त न्युरेर जानुपर्छ कि जस्तो लाग्यो के उभिन पुरै मिलेन होइन जे हुन्छ राम्रै हुन्छ इट विल बी गुड के नयाँ जस्तो होला त्यो युभी भ्यान त्यो हुँदैन होला युज नै हुन्छ होला नि कस्तो हुने We are almost there. ल है केटा हो हामी आज लेक यतापट्टि लेक छ हाम्रो गुरुजी भन्दा उतापट्टि लेक छ हामी ठ्याक्क लाएर फेवातालको कि रारावाला भाइब्स कि फेवावाला भाइब्स छ रारावाला है फेवावाला त्यस्तो त्यो ह्यापनिङ चाहिँ अलि छैन रारावाला हो रारावाला भाइब्स फेवामा फेरि त्यो ह्यापनिङ छ नि त यहाँ त्यस्तो ह्यापनिङ चाहिँ छैन तर एकदम पिसफुल साइलेन्टवाला छ ल वेयर अलमोस्ट हियर अब फेरि हामी पुगेपछि फेरि पनि भिडियो बनाउने हस् त थ्याङ्क यू सरी गाइस वी आर हियर दिस इज आवर लाइक स्टे फर टुनाइट एन्ड दिस इज द भ्यू हियर वी आर हामी कहाँ पनि के भएर भइरहेको थियो लाइक दिस इज इट लाइक दिस इज आवर भ्यू दिस इज आवर लाइक होम फर टुनाइट एन्ड दिस इज द भ्यू वी आर हियर वी रेज एभ्रीवन इज एक्साइटेड कन्फ्युज एन्ड अल या वी कैन लाइक अनप्याक आवर थिङ्स एन्ड स्टफ्स या सो टु बी कन्टिन्युड यो चाहिँ हाम्रो प्यारी हो यहाँसम्म ल्यायो अनि यहाँ छन् हाम्रो दुईजना तिनजना जोस् एक्सपेक्टेसन चाहिँ म्याच गऱ्यो होइन त दामी यो हामी बस्ने चाहिँ बार्बिक्यू हाम्रो त्यहाँ छ या अलिक चाँडो आउनु पर्ने थियो कि त्यही भएर हामी यहाँ लु है लु 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 ओ लु 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 फर्स्ट एक्सपिरियन्स ओ माई गॉड राजा
एउटा सोफा र यहाँ रहेछ अनि एउटा बेडरुम यता रहेछ टिभी रहेछ आमामा बसेर खान सही रहेछ ल एउटा भयो बाथरुम यहाँ रहेछ नहुनेर ए त्यहाँबाट पनि टोइलेट जानु मिल्दो रहेछ नि त्यहाँबाट पनि मिल्ने यहाँ 2 in 1 रहेछ यो टोइलेट चाहिँ दुईजनाले एकैचोटि खोल्यो उताबाट लक गर्न मिल्छ होला नि दुइटै लक गरिदिने नाइस ल नाइस ल सही छ ल ग्यास पानी पाए उ गरौँ खाना सामानहरू लिएर हालौँ ल धारा खोलिहेरौँ त के भन्न लाग्थ्यो सामानहरू लिएर मैले हामीलाई के चाहिने छ नत्र यसो सुरु गरौँ यार हामी अल्छी नगरौँ टाइम हुँदैन राजा है सुरु गरौँ यार बार्बिक्यू गर्ने यहाँ रहेछ चट्ट ल ल यो चाहिँ त्यस्तो जाडो पनि छैन यो चाहिँ यहाँ भयो बाहिरको लागि हामीलाई एक्सेस चट्ट हामी सामान निकाल्छौँ अनि सामान निकालेर हामी यही छ यस्तो दृश्य छ ल हाम्रोको दृश्य चाहिँ यस्तो छ सामान टनाटन छ हाम्रो फर्स्ट चाहिँ के भन्छ नानी यसो फर्स्ट अब हाम्रो मोमो बन्दैछ मोमो चाहिँ छ ओके छ अनि स्ट्रगल गर्नुपर्छ यहाँ छ तिम्रो मोबाइल तेल लगाएको त हजुरले यसो तेल लगाएछु अनि अरू खानेकुरा त रेडी नै छ अब बार्बिक्यू गर्नु थाल्नुपर्छ हामी स्टार्ट गर्नुपर्छ बार्बिक्यू गर्नको लागि ढोका लगाएर चेन्ज गरिहाल्यो नि दाजु लुगा ओके छ त हाम्रो यस्तै छ अनि यहाँबाट हामी चट्ट लगाएर क्याम्प फायर हाल्दै एफएम बजाएर हुन्छौँ हाम्रो क्याम्पिङ सुरु भयो र फेरि अगेन मोमो हामी हान्दैछौँ क्याम्पिङ बसी बसी मोमो नखाने त कुरो भएन हाम्रो बुढियाले बनाइदिएको अब यहाँ चट्ट लगाएर चम्ची नि ओइ ओइ टेबल त ढल्के जस्तो हुन्छ चट्ट लगाएर अब हाम्रो क्याम्पिङ सुरु भयो विथ मजाको लाइट अचार अर्को हालिदिन्छु म त्यसमा एउटा मात्र अचार हुन्छ त होइन होइन यो चाहिँ झोलवाला हो कि अब सानो भ्यान होला यस्तै छ हाम्रो क्याम्पिङ तिमीलाई चम्ची चाहिन्छ त्यही छ अगेन एक चेस हान्ने ल बेबी चेस उहाँ ऊ कसको हो त्यो नानी ल हामी चाहिँ यहाँ क्याम्प फायर गर्न आँटेको लुक एट द भ्यू सो मेस्मराइजिङ अर्को भ्यान हामी चाहिँ यो भ्यानमा स्टे गरिरहेको हो ल हाम्रो चाहिँ क्याम्पिङ सुरु भयो अब आगो बालेर बस्ने यस्तो छ हाम्रो अहिलेको भ्यू चाहिँ ल चट्ट लाएर अनि यही हो हाम्रो आजको बस्ने हामी स्थान यस्तो छ ल अनि चट्ट अब यहाँ आगो बाल्छौँ आगो ताप्छौँ धेरै भएको थियो 6-7 महिना भइसकेको थियो यार आगो नतापे अनि चट्ट लाएर बार्बिक्यू त्यहाँ बनाउँछौँ खान्छौँ अहिलेको अपडेट यति छ ल पावर ब्याङ्क किन यो मोबाइल चार्ज गर्नु पर्यो नि त्यही फसेर छैन नि दाउरा नपर्ला यार अहिले मैले सोद्धाखेरि पावर ब्याङ्क छ भन्दाखेरि छ तर ल्याएन नि ल ल गाइज हाम्रो चाहिँ आजको दिनको भ्लग यहीँ हामी इन गर्दैछौँ म चाहिँ त्यो बाघ मारेर आएको बाघको छाला बाघको छाला राजा नजाउँ भने हटिङ गएर चितुवाको सरी लियोपर्डको स्नो लियोपर्ड गएर आज चाहिँ हामी इन्डिङ आज हामी धेरै खान सक्छौँ हाम्रो इन्डिङ हुँदैछ भइसकेको छैन अलिकति अब म चाहिँ यता र उति के हो जस्तै होइन आजलाई यति नै अब म चाहिँ बसौँ भन्छु अब खै साथीभाइहरू होइन अभिवादन नमस्ते यस्तै छ अल ओभर रमाइलो भयो आजको दिन एकदम ठिक छ कस्तो भनेदेखि सबै कुरा ठिक छ बट अलिकति टायरिङ भयो
जसले गाडी चलाएको छ केही भन्नु छैन होइन बाँच्छ होइन बस्नुलाई नि गाह्रै हुन्छ बिचरा गाह्रो हुन्छ नि धेरै गाह्रो हुन्छ कम गाह्रो हुन्छ डल्लै गाह्रै भयो बियर लुकाउनलाई आइसेमा अल ओभर रमाइलो भयो है ल आजलाई यति नै अब भोलिको हाम्रो मर्निङबाटको फेरि ब्रेकफास्ट लेक सेक घुम्न गयो भने भ्लग आउँछ नत्र भने अन द वेको छोटो मिठो भ्लग आउँछ ल राजा गुड नाइट भनिदेऊ सबैजनालाई तिम्रो साथीहरूलाई ल भाइ गुड नाइट ल गुड नाइट आजलाई यति नै सबैजना राम्रोसँग सुत्नु होला सब्सक्राइब गरिदिनु भन न आज तिम्रो चिने सर्कलहरू सबैजना मेरो साथीभाइ चिने जानेको नचिनेको सबैजनाले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला देश विदेशमा बस्नुभएका सबैजना साथीभाइ धेरै माया सम्झना सबैजनालाई साथ दिनु होला एकअर्कालाई क्यानाडाको यस्तो भ्यान्कोभरको हामी क्यानाडामै भए पनि मन नेपालमै छ जो जता हुनुहुन्छ सबैजनाले माया गरिदिनु होला यस्तै नेपालबाट नयाँ कोही आउँदै हुनुहुन्छ क्यानाडा भ्यान्कोभरको केही साइकल सो कोही न कतै कुनै न कुनै दिन काम लाग्छ नै होला बुझ्नु छ भने नि कमेन्ट मेसेज गर्नु होला ल भन्दै ढ्यापा हान्देऊ ल राजा सबैजनालाई माया बाई बाई मर्निङ गाइज हामी चाहिँ बिहान उठेर अहिले अब सरसफाइ अलिअलि गरिदिएर क्लिनिङको पैसा चाहिँ ल्याछ लिँदा चाहिँ त्यो नि हामी आफै गरिदिएर राजाले अब हामी निस्किन लाग्यौँ कफी खाएर हिजोको आजको भ्लग एकैचोटि कम्बाइन गरेर हालिदिन्छु त्यही हो अब घर गएको के खिच्ने हो नानी हामी फर्किन लागेको हामी सबैजना रेडी भइसक्यो गुड मर्निङ आजको हाम्रो दिन चाहिँ अघि के अरे दिन हामी उठेको 4 घन्टा भइसक्यो तर भ्लग चाहिँ अहिले मात्र गरेको हो पल्टिरहेको थियौँ हामी उता लेकतिर यसो घुम्छौँ हामी एकछिन अनि त्यसपछि लाग्छौँ यो भ्लग बन्यो भने चाहिँ छुट्टिहाल्छ नत्र कम्बाइन गरेर हालिदिन्छु ल महिलेलाई ल हामी चाहिँ त्यहाँबाट निस्किसकेका छौँ निस्केर चाहिँ अनि यहाँ एउटा लेकनिर आएर फोटोसोटो हल्का खिचेर अब जान्छौँ अब हामी फोटो खिच्नलाई चाहिँ रोकिँदैनौँ कुतिर लाग्छौँ आज चिसो छ हिजो गर्मी थियो आज अलिकति चिसो छ घाम लागेन भने चिसो छ अहिले अनि नानी आउँछु त अब जान्छौँ हिटर टाप्दै गाडीमा मुटुमाथि ढुङ्गा राखेर अब फर्किनु पर्छ ल अब हामी दौडिन्छौँ यहाँबाट 500 किलोमिटर जति ल यति नै छ यति नै भयो हाम्रो भ्लग अहिलेसम्मलाई ल बाटो चाहिँ हेरेर क्रस गर बाटो भन न अब हामी हाम्रो घरतर्फ लाग्दैछौँ र यहाँबाट हाम्रो डिस्टेन्स कति देखाइरहेछ यहाँ देख्न सक्नुहुनेछ 439 किलोमिटर 4.5 घन्टाको ड्राइभ रहनेछ यताउति भन्दा लौ हामीलाई 6 घन्टा जस्तो लाग्छ स्टपहरू जाँदा एकदम चाँडो भइरहेछ बोल्नै सकेको छैन जाडो भएर आठिरहेछ ल अब हामी फर्किँदैछौँ साथीहरू यो फर्कने क्रमको भिडियो पनि हामी कुनै सिन आयो बनाउँदै गर्दै यसरी नै हाल्दै गर्छौँ ओके बाई बाई हेलो गाइज हामी हेडिङ ब्याक टु आवर होम हाम्रो वेदर एकदम सडन चेन्जेस भएर आज एकदम हामीलाई नि नरमाइलो लाग्यो जस्तो यति रमाइलो गरेर फर्किनु पऱ्यो भने जस्तै वेदर पनि हाम्रै लागि साथ दिइरहेको जसरी आज वेदर अलिकति मुडी भएर यस्तो अलिअलि स्नोफल पनि भइरहेछ यता यसो यति मजाले घाम लागेको थियो पछाडि म्याडमहरू मस्त सुतिरहेको अवस्था यता हाम्रो गुरुजी एकरो दाबेको दाबे यता गुरुजीलाई साथ दिँदै म चाहिँ साइडमा बसेर गफ गरिरहेको छु यस्तो छ वेदर आज अलिकति त्यस्तो छ 4 डिग्री रहेछ आज हिजो कति थियो हिजो अराउन्ड 16 डिग्रीबाट एकैचोटि आज 4 डिग्रीमा झरेको छ टेम्परेचर दिस इज क्यानाडा हाय के खाने र रेड बुल खाने होइन
के खाने रेड बुल खाने मम्मी मन रेड बुल खान्छ 1000 रेड बुल होइन हुन्छ हुन्छ अनि फ्रिज बाहिर फ्रिज बाहिरको हाम्रो चाहिँ फेरि अर्को के भन्छ स्टप आइपुग्यो यस्तो दामी छ यो पछाडिको भ्यू खासमा चाहिँ हामी यो भ्यू देखेर हामी यहाँ रोकेको थियौँ यहाँ चाहिँ अनि पछि एकछिन फोटोसोटो खिच्छौँ उनीहरू चाहिँ यहाँनिर भोक लाग्यो भनेर के किन्न गएको छ यहाँ हो अर्को हिँड नि हेलो गाइज वेलकम ब्याक हाम्रो यात्रा अब कति बज्यो अहिलेको साँझको 5:15 भयो हाम्रो यात्रा समाप्त भएको जानकारी गराउँदैछु म हाम्रो यात्राको सबै अविस्मरणीय पलहरू सबै कैद गरेर हामीले राखेका छौँ ब्लग चाँडै नै आउँदैछ टु बी कन्टिन्यू हो ब्लग चाँडै नै आउँदैछ हाम्रो सुशान्त भण्डारीले सबै कुराहरू मिलाएर अब सबै भिडियोहरूलाई मर्ज गरेर चाँडै नै भ्लगमा उतार्नु हुनेछ हाम्रो च्यानलको नाम के रहेको छ अरे एकचोटि भनिदिनुहोस् फिफ्थ गियर सुपुलाई फलो सब्सक्राइब गरिदिनु होला अपडेट विल किप यु अपडेटेड थ्याङ्क यू सो मच एन्ड आवर weekend holiday ends here. We have traveled almost like 900 kilometers up and down. Thank you. Sing a song, Kutuma Kutu, get. Sing a song. You want? Yeah. Kutuma kutu separidana kutuma kutu Dance, dance.